हेलो वेलकम नमस्ते र जसलाई बुक्सहरू पढ्नु अलिकति इन्ट्रेस्टिङ लाग्छ तिनीहरूको लागि एउटा बुक थियो यु बिकम वाट यु थिङ्क बाई शुभम कुमार सिंह। यो बुकलाई मैले आफ्नो लोकल स्टलबाट पर्चेस गरेको थिएँ र तपाईँहरूले यसलाई अनलाइन नभए आफ्नो लोकल स्टोरबाट पर्चेस गर्नु सक्नुहुन्छ। यसको प्राइस मलाई पर्यो 200 समथिङ र यो बुकको टपिक 6वटा पार्ट्समा डिभाइड भएको छ। पार्ट 1 मा छ ह्याप्पिनेस एन्ड माइन्डफुलनेस, पार्ट 2 मा छ ह्याबिट्स पर्सनल ग्रोथ, पार्ट 3 मा छ स्टोइक फिलोसफी र पार्ट 4 मा छ मेन्टल हेल्थ, पार्ट 5 मा छ रिलेसनसिप र पार्ट 6 मा छ ह्युमन साइकोलोजी। र मेरो यो बुकसँगको एक्सपिरियन्स राम्रो थियो, स्मुथ, सिम्पल, पावरफुल। तपाईलाई यस्तो बुक्सहरूको रिभ्यू र सजेसनहरू मनपर्छ भने यो भिडियोलाई लाइक गरिदिनुहोस् र थ्याङ्क यू। हेलो वेलकम नमस्ते र जसलाई बुक्सहरू पढ्नु अलिकति इन्ट्रेस्टिङ लाग्छ तिनीहरूको लागि एउटा बुक थियो यु बिकम वाट यु थिङ्क बाई शुभम कुमार सिंह। यो बुकलाई मैले आफ्नो लोकल स्टलबाट पर्चेस गरेको थिएँ र तपाईँहरूले यसलाई अनलाइन नभए आफ्नो लोकल स्टोरबाट पर्चेस गर्नु सक्नुहुन्छ। यसको प्राइस मलाई पर्यो 200 समथिङ र यो बुकको टपिक 6वटा पार्ट्समा डिभाइड भएको छ। पार्ट 1 मा छ ह्याप्पिनेस एन्ड माइन्डफुलनेस, पार्ट 2 मा छ ह्याबिट्स पर्सनल ग्रोथ, पार्ट 3 मा छ स्टोइक फिलोसफी र पार्ट 4 मा छ मेन्टल हेल्थ, पार्ट 5 मा छ रिलेसनसिप र पार्ट 6 मा छ ह्युमन साइकोलोजी। र मेरो यो बुकसँगको एक्सपिरियन्स राम्रो थियो, स्मुथ, सिम्पल, पावरफुल। तपाईलाई यस्तो बुक्सहरूको रिभ्यू र सजेसनहरू मनपर्छ भने यो भिडियोलाई लाइक गरिदिनुहोस् र थ्याङ्क यू।